फर्स्ट अफ अल सबैजनालाई धेरै धेरै नमस्कार अनि थ्याङ्क यू सो मच मिडियाका साथीभाइ दाजुभाइ दिदीबहिनी सबैजना आज हाम्रो यो सुटिङको एन्ड क्ल्याप भन्छु। मुभीको त बल्ल सुरुवात हो जस्तो लाग्छ मलाई। सुटिङको चाहिँ हाम्रो एन्ड क्ल्याप हो। अब सुरुवातमा चाहिँ हामी बल्ल गर्दैछौँ, अब अझै दिनहरू बाँकी नै छन्। सो फर्स्ट अफ अल थ्याङ्क यू सो मच पेपर क्लिप टिम, जनै हराएका बाहुनका सबै निर्माता सहनिर्माताहरूलाई, अनि हिमाल सर, अनि स्पेसली चाहिँ मेरो प्रिय भाइ मनिष राउत, ममाथि विश्वास गरिदिएर जुन क्यारेक्टर मलाई दिएको छ यो मुभीमा, उसकै विश्वास नै हो भनौँ। जस्तोमा चाहिँ म त्यसमा अब कतिको मैले न्याय दिन सकेको छु त्यो त भविष्यमा देखाउने छ है। र अघि नै विजयजीले स्टार्टिङमा भनिराख्दाखेरि इभन आई फिल ब्लेस्ड वर्किङ विथ विजय, केकी, मिरुना होइन, उहाँहरू तिनजनाको नाम लिँदै गर्दा चाहिँ जुन हिसाबले उहाँहरूको काम भइरहेको छ, चलचित्रहरूले नाम कमाइरहेका छन्, इतिहास रचिरहेका छन्, अलिअलि म अनि सरोस् भन्ने एउटा लोभ होला सायद। होपफुल्ली त्यो जनैहरुका बाहुनले चाहिँ पुरा गर्छ होला। त्यति नै हो। थ्याङ्क यू सो मच एभ्रिवन। थ्याङ्क यू। विशेष धन्यवाद तपाईँहरू सम्पूर्णलाई। किन भन्दा हामी अघि भर्खर सुटिङमा थियौँ, सुटिङको इनर्जीमा थियौँ, अर्को इनर्जी आइपुग्यो। किन इनर्जी ट्विस्ट भयो, अब एकदम यसले बडा राम्रो चिज निक्लिँदैछ। रमाइलो के भयो भने गौरव दाइको त्यतिखेर मन्जरी हेरी हो, अनि सुशान्त दाइकोमा आर्ट पनि गरियो, सँगै साथी भएर पनि खेल्यो, केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गर्यो, सबै अझै सबैजना एकदम भयङ्कर मान्छेले काम गर्यो। म चाहिँ बढी लकी रहेछु यो समयको लागि होइन। अरूले मलाई दिइरहनु भएको छ होइन, त्यस्तो म सामान्य मान्छे हुँ, म त्यही भएर चाहिँ म हिरो होइन क्यारेक्टर हो भन्ने कारण त्यही पनि हो। त्यही भएर सबैजना विशेष हुन्छ, त्यही भएर केही चिज विशेष निस्किन्छ होला। यो टिमै विशेष छ होइन, डिरेक्टर साहब अनि टिमलाई मोबिलाइज गर्ने क्रममा मनिषले इनर्जी फ्लो गर्नुहुन्थ्यो, गजबको इनर्जी, हिमालसँगको जुन इनर्जी त फ्लो, त्यो एकदम गजबको इनर्जीले गजब चिज बनेको छ। अब सिनेमा गजबै बनेको छ भन्न त भनिहालिन्छ, तर यो अहिले बोलिरहँदाखेरि अलिकति आज 35औँ दिनमा बोलिरहँदा के बोल्नु जस्तो हुन्छ। तपाईँलाई देखिसकेछ के बोल्नु भन्ने लाग्छ, तर बोल्नु त पर्छ। सिनेमाले सम्बन्धको कथा भन्छ, प्रेमको कथा भन्छ। जस्तै पूर्णबहादुरमा बाउ र छोराको सम्बन्धको कथा थियो, यहाँ चाहिँ धेरैजनाको सम्बन्धको कथा छ। एउटा काठमाडौँ, म आफैले यो सिनेमा गर्दा 2-4 ठाउँ चाहिँ अलिकति भावुक भयो। किन भन्दाखेरि भावुक त धेरै ठाउँमा हुन्छ, तर म आफै चाहिँ काठमाडौँ पढ्न आउँदाखेरि 3जना साथी बस्थ्यौँ हामी कोठामा। मिन बल कलेज पढ्थ्यौँ, 3जना 3तिर फर्केर सुत्थ्यौँ, एउटै कोठा किचनमा बस्थ्यौँ। 3000 भएपछि 9000 हुन्थ्यो, त्यतिले खानु पर्थ्यो। त्यही अवस्थाहरू सिनेमाभित्र देखिन्छ। एउटा पात्रको जीवनको भोगाइ अनि सम्बन्धको कथा, उसले भेट्ने मान्छेहरू र ती पात्रहरूसँग गरेको संवाद र उसको जुन जर्नी हुन्छ त्यो जर्नीको कथाहरू छ यसमा। गजबको चिज बनेको छ भन्ने लाग्छ। धेरै बोल्यो होला। सोमा चाहिँ आज भर्खरै त सिनेमा सकिएको छ, अहिले सिनेमा आज प्रिमियर जतिकै गरेर बोलेँ। थ्याङ्क यू सो मच। सर्वप्रथम त नेपालको चलचित्र इतिहासमा इतिहास कोर्न सफल हुनुभएको विजय बराल हाम्रो चलचित्रमा जोड दिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। बताइदिनु भयो। अबको इतिहास विजय बरालको हातमा छ। जोरदार ताली। यस्तो मिठो चलचित्र, भावनाले जोडिएको चलचित्र लेखिदिनु भएकोमा भानुभक्त सरलाई जोरदार ताली। गौरव दादा, हजुरले हामी सबैलाई पत्याइदिएर फिल्ममा आइदिनु भयो, मनैदेखि धन्यवाद। सुशान्त दाई, गोविन्द दाजी, रुपेश लामा, हिमाल सर जसले नेपाली चलचित्र आकाशमा नयाँ आयाम गर्न खोज्दै हुनुहुन्छ, निर्देशकीय बाटो निकै अब्बल छ। जोरदार ताली। अनि पेपर क्लिप र हाम्रो विमल सर, मनैदेखि धन्यवाद। अहिले हामी 100औँको सङ्ख्यामा छौँ। पछि गएर हाम्रो सक्सेस पार्टीमा अझै हजारौँ मान्छेहरू जोडिनुहोस् भन्ने चाहना अहिले मनले आइदिनु भएको छ, आत्मालाई हातमा लिएर आइदिनु भएको छ। हाम्रो सम्बन्धको धागोहरू अझ प्रगाढ बनाउन आइदिनु भएको छ। हामी सबैजना पेपर क्लिप फ्यामिलीको तर्फबाट जोरदार ताली। सबैको नाम लिएर धन्यवाद भनिरहँदाखेरि यो लामो हुनसक्छ। अहिले चाहिँ कस्तो भइरहेछ भने हामी 35 दिनको यात्रा पश्चात थाकेर यहाँ आएका छौँ।
अब एडिटिङ फेजमा जान्छ होला अनि जो यहाँ अहिले पहिलो फेजमा आइदिनु भएको छ उहाँहरू सबैलाई मनैदेखि धन्यवाद भन्दै राम्रोसँग इन्जोय गरिदिनु होला। हामी अझै यस्तो मिठो मिठो चलचित्र बनाउन सकौँ मनले आत्मासम्म। अनि अर्को कुरा चाहिँ जतिसुकै कन्ट्रोभर्सीहरू भए पनि जतिसुकै नराम्रो कुराहरू चलचित्र नगरीमा भयो भने जब मन जोडिन्छ, जब आत्मा जोडिन्छ, जब सम्बन्धका धागोहरूले बाँड्न थाल्छन् तब बन्छ चलचित्र भन्नै पर्ने कथा लाखौँ छन् होला। सुरुवात जनै हराएको बाहुनबाट भएको छ। हामी अझै धेरै कथाहरू भन्नेछौँ भन्दै सबैजनालाई मेरो मनदेखि नै सल्युट भन्दै अहिलेलाई थ्याङ्क यू सो मच। लभ यु। नमस्कार, यहाँ आउनुभएका सबैलाई धेरै धेरै नमस्कार। फेरि एकपटक पत्रकार मित्रहरू धेरै धन्यवाद। अनि डाइरेक्टर साहब हिमालजी, अनि एसोसिएट डाइरेक्टर मनिषजी, हाम्रो स्टार कलाकारहरू हुनुहुन्छ सबैजनालाई तपाईँ चिन्नु भएको छ। मैले परिचय दिनै पर्दैन कि होइन। विजय बरालजी भनेको को हो भनेर मैले परिचय दिएँ भने त्यो आँसु लाग्नु हुन्छ। तपाईँलाई थाहा छँदैछ होइन। अरू सबै गौरव पहाडीजी हुनुहुन्छ, शशाङ्क बैनर्जी हुनुहुन्छ, मेरो नगर के अधिकारी लगायत हाम्रो रूपेशजी, क्रान्ति शाह, सबैजनाले एकदम मिहिनेत गर्नुभएको छ। मैले देखेको सपना थियो यो जनै हराएको बाहुन र यो पुरा गर्न उहाँहरूको साथ सहयोगले आज यो सकिएको पनि छ, इन्क्ल्याप भएको छ र यसको साथी तपाईँहरू हुनुहुन्छ। अब कथा त बोल्नु मिलेन, कथा लेखेर बोलिदियो भने प्रोड्युसरलाई घाटा हुन्छ, तपाईँहरूलाई थाहा छ होइन। तर यो के हो भन्दाखेरि एउटा युवक, एउटा ग्रामीण भेगको सामान्य युवकले गरेको सङ्घर्ष, सहरमा आएपछि उसले भोगेका तिता अनुभवहरू तपाईँ हामी पनि त्योसँग परिचित छौँ। तपाईँ हामी गाउँबाट आउँछौँ, सहरमा स्ट्रगल गर्छौँ, त्यही स्ट्रगल हाम्रो पात्रले गर्छ। र जनै हराएको बाहुन टाइटलमा मलाई धेरैजनाले प्रश्न गर्नुभयो, केही पत्रकारहरूले मित्रहरूले फोन पनि गर्नुभएको थियो, बिचमा जिज्ञासा बढिरहेछ भन्ने लाग्यो। त्यो पनि मैले एकदम पोजिटिभ रूपमा लिएँ। जनै हराएको बाहुन शीर्षक अलिकति हाँसो लाग्दो, हाँसो उठ्दो जस्तो छ है। जनै कसरी हराउँछ भन्ने कुराहरू यो सम्बन्धसँग जोडिएको छ। जसरी जनैमा तपाईँको 6वटा धागोहरू हुन्छन्, ती बेरिन्छन्, यस्तै सम्बन्धहरू, आमा र छोरा बिचको सम्बन्ध, दिदी र भाइ बिचको सम्बन्ध, पारिवारिक सम्बन्धहरू र त्यहाँ देखिने सङ्घर्षहरू, त्यसलाई हामीले जनैको रूपमा बुझ्ने कोसिस गरेका हौँ र यसले सबैको सम्मान गर्छ भन्ने कुराको ग्यारेन्टी म दिन सक्छु है। अब बुकलाई हेरेर, अब अङ्ग्रेजी भनाइ छ नि, डन्ट जज अ बुक बाई इट्स कभर। अब बुकको बाहिरको फोल्ड हेरेर कन्टेन्ट यो छ भनेर हामीले जज गर्नु हुँदैन। र यो चलचित्र हेरिसकेपछि तपाईँका सबै कौतूहलताहरू मेटिनेछन् र तपाईँलाई थाहा हुनेछ कि लेखकले के लेख्न खोजेरहेछ भनेर। तर मैले लेखेँ भन्दा उहाँहरूले गरेको मिहिनेत अझ बढी छ भन्ने म ठान्छु, किनभने उहाँहरूले दिनरात नभनिकन मिहिनेत गर्नुभएको छ। उहाँहरू सबैलाई धन्यवाद दिन्छु, तपाईँहरूलाई धन्यवाद दिन्छु। तपाईँको आशीर्वाद सधैँ मिलोस् भन्ने चाहन्छु। र समग्रतामा भन्दाखेरि नेपाली चलचित्र सबै चलचित्रहरूको सफलताको पनि कामना गर्छु। यो आफ्नो मात्रै भएर होइन कि अरू सबै चलचित्रहरूको पनि सफलताको कामना गर्छु। र नाम बिर्सिएछु, डिस्ट्रिब्युटर गोविन्द साई सरलाई धेरै धेरै धन्यवाद दिन्छु। उहाँलाई मलाई मनपर्ने मान्छे पनि हुनुहुन्छ, उहाँलाई पनि धन्यवाद दिन्छु। तपाईँहरूलाई पनि धन्यवाद, सबैलाई धन्यवाद। गल्तीहरू त्रुटिहरू केही चलचित्रमा भयो भने त्यो मेरै हो भन्ने म ठान्छु। धन्यवाद, नमस्कार। मेरो चाहिँ लामो समयपछि आफ्टर को आफ्नो मैले 4 फिल्म 9-10 वर्ष अगाडि गरेको थिएँ। म अमेरिकामा बस्थेँ अनि त्यसपछि अमेरिकामा बसाइसकेपछि सिनेमा गर्न मन थियो। अनि हाम्रो मनिष भाइ, हाम्रो एकदम पुरानो भाइ, हाम्रो हिमाल सर, अनि उहाँले एउटा क्यारेक्टरको लागि जना भएको मलाई गर्न पनि मन लागिरहेको थियो, किनकि लामो समय ग्याप पनि थियो। अनि त्यसपछि सबभन्दा खुसीको कुरो चाहिँ 10 वर्षपछि म हाम्रो विजय बरालजीसँग सिनेमा गर्दैछु। त्यो मेरो लागि अभूतपूर्व रह्यो। गौरव पहाडी, विजय बराल, त्यो म चाहिँ त्यसलाई एकदम भाग्यमानी पनि ठान्छु। र सिनेमा हामी सबैले, हुन त सबैले त्यही भन्छन् हामीले सिनेमा मेहनत गरेका छौँ भनेर। हामीले चाहिँ साँच्चीकै मेहनत गरेका छौँ सिनेमा बनाउनलाई। र सिनेमासँग जो जति जोडिनु भएको छ उहाँहरू सबैलाई मेरो चाहिँ हृदयदेखि धन्यवाद। र आज यस कार्यक्रममा आउनुभयो यहाँहरू सबै पत्रकार साथीहरूलाई पनि म एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस्तो साथ सपोर्ट सधैँ रहोस्, सिनेमाको रिलिजको क्रममा पनि रहोस्। र म त अब सिनेमा नै गर्छु, सिनेमै गर्छु भनेर आएको र निरन्तर मेरो सिनेमा पनि यहाँले हेर्न पाउनुहुनेछ। यसपछि पनि 2टा सिनेमा छ मेरो। र यहाँलाई फेरि पनि धन्यवाद। र सम्पूर्ण जनै हराएको बाहुनको टिमलाई पनि एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। सफल रहोस्। थ्याङ्क यू। साथ हामी यहाँ छौँ
र अहिले सायद म धेरै कुरा भन्न सक्दिनँ बिकज हामी 35 दिनको सुटलाई सिद्धाएर आज लास्ट डे वी अल आर भेरी टायर्ड एन्ड अल एन्ड एभ्री पर्सन हेज डन भेरी एक्सट्रिमली भेरी एक्स्ट्राअर्डिनरी वर्क सबैले बहुत राम्रो धेरै राम्रो काम गरे हैं एन्ड रिजल्टको लागि आई थिङ्क यु सुड वाच रिलिजको बेला अहिले लाइक यति नै भन्छु म वी हेभ डन भेरी हार्ड वर्क स्पेसली म सबैको नाम लिन सक्दिनँ सायद सबैको मैले लिँदा पनि नाम सबैले लिइसकेँ हामी सो भेरी थ्याङ्कफुल फर अल स्पेसली मिडियास यु हेभ गिभिङ अ लट अफ कभरेज हाम्रो प्रयास पनि जनै हराएको गभर्मेन्ट्स कन्सेप्ट थियो आई थिङ्क त्यो पनि क्लियर छ फ्रम भानुजी एन्ड मनिष रावत एसोसिएट डाइरेक्टर ही हेज डन भेरी I never believe, but he has done a very nice job. Give a big hand for him. And especially, अब म धेरै बोलेको म यति भने चाहिँ उम्किन चाहन्छु. Thank you very much. Enjoy the party today.